आजको हाम्रो यात्रा कर्णाली नदीतर्फको कर्णालीको यो केबल स्टेट ब्रिज कसरी नेपालको खर्चिलो पुल हो यो त्यो बुझ्नेछौँ हामी र यसको इतिहास पनि सुन्नेछौँ। एमा तपाईको यो कर्णाली पुल बन्नुभन्दा अगाडि चाहिँ नदी तर्नको लागि चाहिँ अब पहिला मान्छेहरू चाहिँ कर्णाली चिसापानीको एउटा कथा छ जुम्लाकी राजकुमारी सम्बन्धी त्यो पनि सुन्नेछौँ आज। कर्णाली नदीको किनारमा बसेको एउटा चोखो गाउँ, यहाँ पर्यटक त पुग्दैनन्, यहाँको कथा व्यथा फरक छ। पहिले मात्र जङ्गलले बसेको मान्छे, बाख्रा भैँसी पालेको मान्छे, तराई गएर केही पाल्न नपाइने होइन। एउटा भैँसी पालेर सन्तोष मन भएन त्यहाँ, धेरै थिए मेरा बाख्रा 60-70 बाख्रा थिए बेचे। अहिले अब तल्तिर जान लाग्यो, बुढेसकाल लाग्यो, नसकिने भयो। उति पानी पर्यो भने, घाम लागु गर्यो भने अलिकति भित्र छिर्ने बित्तिकै त्यहाँ दुलोभित्र छिरेर बस्न पाइहाल्यो, ओत पनि लाग्न सक्ने। कति आनन्द रहेछ ल, प्राकृतिक गोठ यो गाई बाछीको। आजको यात्रा भने बाँके कोवलपुरबाट सुरु गर्दैछौँ। बर्दियाका समतल भूमि, बबई नहर र यसका विशेषताहरू खोजी गर्नेछौँ। लक्ष्मणा भनेको त यही हो, तर अब धेरै चेन्ज भएछ कि नजिकै भयो जस्तो लाग्थ्यो। अब धेरै चेन्ज भएको भएर अलिकति मेसो पाइएन त्यसले। बर्दियाको सिँचाइमा ठुलो योगदान दिने बबई नदी, बबईका गोहीहरू हेर्दै अघि बढ्नेछौँ। 17 किलोमिटर जानुपर्छ हामीले, कति मिनटमा भनेको छ भनेपछि आधी घन्टा जसोमा रहेछ। 40 को स्पिडमा जानुपर्ने हुन्छ। यो चाहिँ जङ्गली जनावरहरू जुन हुन्छ। लता आउनुहोस् आज कर्णाली वरपरका रमाइलो स्थान घुमौँ र यहाँको सुन्दर दृश्यहरूमा हामी सँगै रमाउँ है त।